ब्याट्सम्यान हो नयाँ अट्याक त्यस्ता चिकन यहाँ तेल टक्कसँग हुँदैछ कालो त्यसमा जीवन मेरो भ्लग हो हामी कहाँ छौँ के छौँ इन्ट्रोडक्सन गरिदिउँ नि त आज हामी 21 मार्च 2026 वेयर इट गुड Chupani. So we reached here around 8 a.m. in the morning and now we took a short nap. चलो आजको इन्ट्रोडक्सन जीवनले दिइहाल्नु लाइक प्रिभियस ब्लगमा हेर्नुभयो होला हामी यहाँ आएको छौँ एन्ड देन अब एकछिन रेस्ट गरेर अब 2-3 घन्टा गऱ्यौँ होला नि रेस्ट टक्कै एकछिन रेस्ट गरेर सट्ट आयौँ यहाँ अब जीवन चाहिँ टक्क पुलको टक्क घुस्ने मान्छे जस्तो देख्यो अब म चाहिँ आई एम गोइङ टु फ्लाइ अ ड्रोन फ्रम हियर मजाले लेट्स डु दिस चढ्देऊ न सक अहिले कस्तो भयो अच्छा यो चाहिँ पुरा कला आएर नि त यो चाहिँ पुरै काटेको हात यो सट्टै गएको एउटा भाइले काङ्ला तम्बीमा त्यो बल खेल्दै थियो होइन फुटबल टुर्नामेन्ट चल्दै थियो पानी हल्का फुल्का पर्दै थियो ड्रोनलाई आगेसम्म लगिदिए डिस्कनेक्ट भइदियो अनि प्ले डिस्कनेक्ट भयो अनि कसो कसो गरेर ग्राउन्डको छेउछाउ गरेर कनेक्ट गरेर ल्याएँ अनि भरे यस्तै गर्दै थिएँ यस्तो गर्न रेडी हुँदै थिएँ भाइ एउटा भाइ आएर यस्तरी आयो एरोप्लेन तिनीहरूलाई के यस्तरी छुयो चट्टै गएको किनभने यो ब्लेड हो नि त फलाम भाइको हात गएको चट्टै स्किन अच्छा अनि अनि केही न केही मेरो अब केही गल्ती छैन केही न केही लास्ट मेरो लु त्यो गर्दा हुन्छ बुताउँदा हुन्छ बनाइदिने अरे उसको अनि लु तिमीहरू दुईजनामा को ज्यादा डुब्छौ हेरौँ आऊ गर आऊ ऊ त तरिएको हेर्नु पस तल झर जानेन के मान्छेले जित्न त उसैले जित्ता हुन्छ लु 1 2 3 त्यस्ता पाराले त म पनि भयो हातै सड्क्यो पुरा आम्मा प्रोफेसर ब्याट्सम्यान हो नयाँ अट्याक खतरा ब्याट्सम्यान चल्दैछ है उता आजको त्यो नि आयो टक्कै यो फ्रुट्सहरू खाने सलादहरू चिकन बन्छ मटन बनाउने हो अनि टक्कै हामी चल्दैछ सट्टसँग हामी उता हामीको किचन हुन्छ त्यहाँ बनाउने अनि त्यहाँ उता माथि खाने प्लान छ आज सो फटाफट बनाउने हो अनि हामीको आजको बोलर का नाम क्या है? मेरा नाम सागर है। सागर। और वो क्रिकेटर का नाम? वो अरस्तु बैट्समैन। दादा। हाँ अरस्तु दादा। और वो साइकिलिस्ट का नाम पता नहीं। क्या क्या क्या? दर्शना क्या? दर्शना एंड दर्शना बुढा थोकी या बुढा? बुढा ल नेपाली आउँछ नि तिमीलाई त?
अब आगोमा खाना पकाउने हाम्रो भान्से आज अनुहार देखेन अलिकति अँध्यारो अँध्यारो भयो तर यो एक्सपिरियन्स चाहिँ खतरा नि टक्क यसमा खाना बनाउने हो र लाइट आए त दामी हुन्थ्यो ग्यास नपाउनेको एडभान्टेजै भनौँ न यसमा नि ग्यास पाएको भए त हामी ट्याक्ट्याक्टर बनाइन्थ्यो खत्तम कहाँ यसरी आगो ताप्नु पाइन्थ्यो मस्ती भन्थ्यो यो चाहिँ अब यो चिकन तार्छु होइन म ट्याक्कै यो चिकन यहाँ तेल टक्कसँग हुँदैछ यो एक्सपिरियन्स चाहिँ अनएक्सपेक्टेडली वी केम अप फर दिस एक्सपिरियन्स सोचेको पनि थिइनँ मैले यहाँ ठिक्कै यहाँ दिदीहरूले सिलौटो पनि दिनुभएको छ ब्रो सिलौटो ब्रोले टक्क यहाँ प्याज स्याज गर्छ अनि टक्कै गुड मर्निङ हिजो हामी टक्क बेलैमा सुतेको थियो आज बेलैमा उठेको छ अब निस्किने हो फेरि ड्राइभको लागि अब प्याकिङ चल्दैछ अनि अब खाजा खाने हो यहाँ टक्कसँग हरि ब्रो के अरे रमन आफ्नो जीवन ब्रो जीवनको बर्थडे हिजो सानो केक पनि काट्यो तर मेरो क्यामेराले के भयो भने त्यो जस्ट आउँदै आएन कि अलिअलि मैले फुटेज त हालेँ बनाएको थिएँ हेरौँ हाल्न मिल्छ कि हेरौँ सानो केक काटेको यत्रो ठुलो चाकुले केक राति हामीले के गऱ्यौँ भने उ त्यो भयो नि त म त गएँ नि त अब भएन नि त भेटिनँ के गर्नु बन्द भइसकेको रहेछ अनि त्यही ल्यायो अनि काट्यो रमाइलो भयो अब हामीको अहिलेसम्म चाहिँ देयर इज नो प्लान ब्रेकफास्ट खान जाने हो हामी ब्रेकफास्ट खाएर हामीको एज युजुअल हुन्छ हाम्रो चाहिँ त्यही गरौँ नि जीवन खाना ब्रेकफास्ट खाँदै र कसले ल्याइदिएको ए त्यो कुरा यहाँ अब यो मैले हिजो भने जस्तै अगर हिजोको ब्लग हेर्नुभएको छैन भने हेर्नु होला यो एरिया नै इट्स अल नेपाली सोसाइटी नि त अनि कतै मन्दिर छ यहाँ आसपास अनि त्यहाँ पूजा चल्दैछ अनि मणिपुरतिर नि यस्तै हुन्छ कि पूजाहरू हुँदा माइकमै पुरै प्रपर लाउड स्पिकरमा हुन्छ यहाँ पनि लाउड स्पिकरमा सुनिरहेको छ सो वेन वी वक अप इन द मर्निङ इट वाज भेरी नाइस हियरिङ दि भजन्स एन्ड अल के मजा भएको थियो मजा भयो नि जे होस् यो होटलमा यतिको भए पनि हामीले हल्का चेन्ज गऱ्यौँ अब चाहिँ निस्किँदैछौँ राम्रो प्रपर्टी यो इफ यु आर इन्ट्रेस्टेड नेक्स्ट टाइम आउँ गुच्चु पानीमै छ यो प्रपर्टी हिजो अब लोडिङ गर्नुपर्छ हिजो हामीले खाना यहाँ बनाएको थियौँ हिजो रातिमा त केही पनि देखिएन होला बट ग्यास नभएको फाइदा हेलो बहिनी बहिनीको नाम के हो रोशनी आउँछ नेपाली आउँछ कतिमा पढ्छौ अनि यो तिमीले जतिखेर नै ग्यास यसमै पकाउँछौ कि अरू बेला ग्यासमा पकाउँछौ ग्यासमा अहिले यो ग्यासको प्रब्लम भएर नि ठिक छ और मेरे भाई क्रिकेटर नाम बताओ अपना आई गेस तुम्हारा तो कल भी ब्लॉग में आया था ना ठीक है बढ़िया है के हो तिमी पङ्कज उदास भएर किन बसेका यो घाँसको तल बसेको ठिक छ अल राइट निकालेको मैले के ज्याकेट यो त अलि पछाडि त पुरा पाहाडै भयो त यहाँ पछाडि हाम्रो गुच्चुपानीमा होमस्टे छ होइन सबै आउने कस्टमरहरूलाई हाम्रो एकदम राम्रो सुविधा छ रेस्टुरेन्टको खानाको अनि बस्नको पार्किङको स्विमिङ पुलको सबै उपलब्ध छ आउने गेस्टहरूलाई हाम्रो होमस्टेमा एकदम छिटो वेलकम छ ठिक छ गाइस यसरी कोही बेला देहरादुनतिर आउनु पऱ्यो भने मेन भनेको पैसा सैसा भन्दा पनि हाम्रै नेपालीकोमा बस्न पाइन्छ यु विल गेट अ नाइस एन्भाइरोमेन्ट ओके ब्रो लेट्स गो कुन रोड जाने अरे अब मसुरी रोड माथि जाउँ भयो नि हामीले हालिदिएको छु हामी चाहिँ यहाँ ब्रेकफास्ट गऱ्यौँ राम्रो बनाएको थियो ब्रेकफास्ट पनि अब यहाँबाट कस्तो राम्रो क्लियर स्काई छ नि यहाँबाट टक्क मसुरी रोड जाने अनि हामी आज निस्किने सोचेको थियौँ तर फेरि प्लानमा अलिकति चेन्ज छ आज बस्ने अलिकति माथि पाहाडतिर होमस्टे सस्तोमा पाइयो भने त्यता गएर बस्ने अनि हाम्रो मुभी हेर्ने प्लानहरू पनि थियो अनि आज यतै मुभी हेरेर अनि भोलि आरामसे जाने भन्ने प्लान भएको छ सो अहिले स्टेटस यस्तो छ हाम्रो खाली अगाडि मात्रै खाली थियो लास्टमा थिएन त्यो अगाडि जो स्क्रिनका छेउमा
त्यसो भने प्लान के भयो त जीवन यसो भनिदेऊ त यसो अँ होटल बुक गरौँ त्यसको बाद त्यसको माथि घुम्न त्यही बेला अनि होटल उतो अफलाइन बुक गरौँ टिकट खाना खाऊँ अनि त्यहीँ घुमौँ घुमल रोड फोटो खिचौँ अनि आउँ मुभी हेर्नु खाना खाऊँ मुभी हेर्नु मान्छेहरूले मसुरी गएर चाहिँ किन मुभी हेर्नु भन्छन् ल बट हामी चाहिँ अब धुरन्धर 1 पनि सँगै हेऱ्यो नि त अनि 2 पनि सँगै हेर्नलाई अनि अब बार सँगै हुँदैन नेक्स्ट विक पनि अकुपाइड हुन्छ सो आजको स्टे एक्सटेन्ड गरेको चाहिँ हामीले धुरन्धर हेर्ने अनि यसो मसुरीमा पनि यसो चिसो हावा खाने भनेर अहिले आज सन्डेले गर्दा पनि होला यस्तो क्यु छ नि यस्तो क्यु छ अब हामी निस्किने यहाँबाट बट बाइकलाई चाहिँ त्यति प्रब्लम हुँदैन यहाँबाट चाहिँ अब मसुरी 5 किलोमिटर छ अनि हामीले एकछिन रोकेको छौँ यहाँ यस्तो राम्रो भ्यू आएको छ नि यहाँबाट दामी छ भ्यू अब मसुरी त उतै हो उता देखिँदैछ नि बिल्डिङहरू त्यही हो अब यहाँबाट निस्किने हो एकछिन यहाँ फोटोसुट गर्ने अरे फोटोसुट गरेर निस्किने मस्त मान्छेहरू आइरहेछन् यहाँ यो माथि हामीले होटल यस्तो जग्गा भेट्यौँ कि योबाट ओह्रालो ल्याएर यहाँ गरेर यहाँ गाडी रोक्यो अनि यस्तो छ है भ्यू यस्तो छ आज हाम्रो मसुरीको स्टे कस्तो अनएक्सपेक्टेडली आयो नि यहाँ त हाम्रो त बिल्कुल प्लान थिएन अनप्लान ट्रिप आर द बेस्ट भनेको यही हो बिल्कुल प्लान थिएन भैया आधा एक बंदे का अभी भेज रहे हैं नीचे से ठीक है क्लिक कर हाँ 3 बंदे हमारा 3 का आ गया है हाँ एक पेमेंट अभी ऊपर आ रहे हैं फिर कर रहे हैं बस चेंज करके आ रहे हैं ठीक है रूम रिभ्यू गरौँ ल कस्तो छ फर्स्ट बेड चेक गर्छु ल ब्रो आर यु रेडी फर द बेड चेक 1 2 बेड इज गुड कस्तो छ हे नट ब्याड यतिको पैसामा यतिको ठिकै हो सबैभन्दा बेस्ट चाहिँ मलाई यो लाग्यो यहाँबाट अल सेट अल रेडी भयो होइन अब हामी यहाँबाट निस्किन्छौँ धुरन्धर मुभी हेर्नलाई धुरन्धर 1 होइन 2 अब यो भ्लग त कहिले आउँछ मलाई थाहै छैन बट यतिखेर हामी धुरन्धर 2 हेर्न जाँदैछौँ सन्डेको दिनमा आज एउटा छोटो ब्रेकमा हाल्दा तर छैन है हामी त्यसमा भइहाल्यो अहिले चाहिँ मसुरीको बाहिरको भ्यू चाहिँ यस्तो छ है केटा हेर जीवन आत्तेका मजा आउँछ नि अब उत्पात हामीले अघि बिहान पनि त्यो नर्मल ब्रेकफास्ट गरेको थियो त्यसैमा लन्च गरेँ टोटलै खाएको थियौँ अहिले चाहिँ हामीले यो बटर चिकन पकायो दाल रोटी अनि चावल प्लेट भी कम आए और टिश्यू ला देना और थोड़ा 3 आए बस और कटोरी भी दाल के लिए चाहिए भन्न आँटेको थियो तर तरिका होला आफ्नो आफ्नो नि त तरिका हुन्छ सिस्टम मजा आएन कि यसमा यो सानो कटोरी गाडी जाम देख्यो होला सबै जाम देख्यो अब आज फर्स्ट टाइम मान्छे जाम पनि देख्यो है यस्तो छ टाइट माहौल अहिले मैले फोनबाट अलग्गै हाल्छु आज मैले अहिले चाहिँ क्यामेरा लिएको छुइनँ नि त मान्छेको जाम स्टोरी हालेनौ तिमीले हाले नि दुबारा हाल्यौ अब स्टोरी चाहिँ अहिले हालिँदैछ होइन अब ब्लग त कहिले हो कहिले हेर न जाम आज सन्डेको माल पानी पर्छ जस्तो छ नि अलिअलि हामीले अहिले हेर्नुपर्ने मुभी चाहिँ यहाँ हो धुरन्धरको पोस्टर पनि लागिरहेछ होइन यहाँ हो सानो मतलब ठिक्कको रहेछ थिएटरभित्र कस्तो छ पनि अहिले टाइम अलिकति बाँकी चाहिँ घुम्दैछौँ हामी चाहिँ आज सन्डेले पनि होला मान्छे चाहिँ एकदम टाइट छ हामी मुभी हेरेर 12 बज्यो हामी 8 बजीबाट थालेको थियौँ राम्रो रहेछ मुभी अहिले यस्तो छ मसुरीमा रातिको 12 बजिसकेको छ यस्तो छ अनि म यो भिडियोलाई नि एन्ड गर्छु एन्ड इफ यु आर न्यू टु माई च्यानल मेरो नाम चाहिँ प्रकाश छेत्री हो ओके म ब्लग एन्ड गर्दैछु ब्रो केही भन्नु छ रमाइलो ट्रिप केही भन्नु छ
Vlog end भयो खतरा भयो धुरन्धरबाट एन्ड गरियो Bro, any comment? Any comment? Okay then, thank you so much. Bye bye. I'll see you in the next vlog. Bye bye.